यो चाहिँ झोल मोमो है। अनि यो अचार चाहिँ नि मैले सेफले जस्तो गर्नु चाहेको कि तर भएन। नहाँसिदिनुहोस् ल मेरो अचारको स्टाइल देखेर चाहिँ। तर मलाई आफै नै हाँस उठ्दैछ क्या यो अचारको स्टाइल देखेर चाहिँ। वाउ हेर्नुहोस् चिकन मोमो अनि टाइपो पनि छ, भेज मोमो पनि छ, पर्क मोमो पनि छ। अनि सुप चाहिँ हेर्नुहोस् ल चिकन सुप बनाएको, त्यसमा मिक्स भेजिटेबलहरू हालेर कस्तो दामी भएको छ कि। यो चाहिँ पर्क लभरको लागि मात्रै सर्ट भिडियो छ ल। यो पर्क नखानेहरूले पनि नरिसा हेरिदिनुहोस् ल मेरो भिडियोलाई। मोमो चाहिँ दामी जुसी भएको छ, मिठो पनि भएको छ, जुसी भएकै दामी भएको छ। जाडोको मौसममा चाहिँ मोमो दिनुभएको छ नि त, पानी परिरहेको छ। फाइनल्ली रेडी भयो है, हामीले खानुको लागि चाहिँ यहाँ टेबलमा ल्याइसकेका छौँ। हेर्नुहोस् ल सुप चाहिँ दामी भएको छ। अचार चाहिँ रुख टमाटरको पनि छ, तिलको पनि छ, साथमा स्ट्रिङ पर्क। यति मोमो बनाउनुको लागि है कति मेहनत गर्नुपर्छ है, बनिसक्यो। अब मेरो भिडियो धेरै पनि गर्दिनँ है, धेरै त धेरै नै भयो। अब भिडियोलाई यहीँ राख्दै मेरो मोमो र सुप पनि सेलाइसक्यो, म चाहिँ खान लागेको। तपाईँलाई के कस्तो लाग्छ तपाईँले लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। ओके, थ्याङ्क यू फर वाचिङ।